नमस्कार साथीहरू, हिँडेर पैसा कमाउन सकिने एप स्विट कोइनको बारेमा केही जानकारी दिनेछु। आशा छ सबैलाई यो जानकारी हेल्पफुल हुनेछ। जतिजना नयाँ युजरहरूले डाउनलोड गरेर चलाइरहनु भएको छ उहाँहरूलाई इजी वेबाट म छिटो कसरी कोइन अर्न गर्न सकिन्छ र टार्गेट पुरा भएपछि पैसा कसरी निकाल्न सकिन्छ भन्ने कुरा भन्नेछु। आउनुहोस् हामी एप्स खोलेर हेर्नेछौँ। यो यसको इन्टरफेस हो, स्विट कोइनको होम पेज। हामी तल हेऱ्यौँ भने होम, अर्न, रिवार्ड, च्यालेन्ज, इन्भाइट लेखेछ है। यो के काम गर्छ त यिनीहरूले र यसभित्र के छ भन्ने कुरा म एउटा इक्जाम्पल दिनेछु। म चाहिँ अलरेडी चलाइसकेकोले तपाईँहरूले यो च्यालेन्ज थिच्यौँ भने भित्र यस्तो आउँछ योर प्रोग्रेस। यो म जोइन गरेको च्यालेन्जहरू 3-4वटा छ। यहाँ 92% भनेको छ र इन्ड मे 27 भनेको छ। यो चाहिँ पहिले 15-20 दिन अगाडि नै जोइन हुनुपर्ने यसमा 92% पुगेछ। यदि त्यो पुरा गऱ्यौँ भने त्यो दिनभित्र यहाँ हेर्न सकिन्छ। मैले चाहिँ 91,800 हिँडेको छु। 25 स्विट कोइन दिन्छ यसले र यसले लक्की ड्रामा लक्की हुनुभयो भने त्यहाँ अरू रिवार्डहरू पनि छ। $500, $100 त्यस्तो आउँछ। लक्की हुनुभयो भने, भएन भने 25 स्विट कोइन चाहिँ पक्का दिन्छ यसले। त्यसपछि त्यो पाइला हिँडेर स्टेपबाट चाहिँ कति कमाइन्छ भन्ने कुरा यहाँ हेर्न सकिन्छ 3.84। र अब हामी रिवार्डमा जान्छौँ। यहाँ क्लेम लेखेछ नि, डेली रिवार्ड क्लेम भनेर यहाँ जान्छ। यो चाहिँ एउटा हाजिरी जस्तै हो। यो एड्सहरू हेर्नुपर्छ यसमा 6-7वटा र यस्तो राइट साइन आउँछ। त्यसपछि लगभग 7-8वटा जति एड्स हेर्नुपर्छ 24 घन्टामा एकचोटि। र राति 12 बजेभन्दा अगाडि हेऱ्यौँ भने यो नेक्स्ट डेको अनलक हुन्छ। तर यो मल्टिप्लायर पनि छ, त्यसमा हेर्दै जानुपर्छ। 3 गुणा बढी आउँछ। 3 तिया 9, 6 तिया 18 दरले। त्यसपछि 7औं दिनमा 21 तिया 63 यो चाहिँ आउँछ। यो कहाँ हेर्न सकिन्छ भन्दाखेरि यहाँ आउँछ। यो कोइनमा थिच्यौँ भने 2142 लेखेछ नि यहाँ। 2142 भनेको 63 यो 7औं दिनको रिवार्ड हो। यो एड हेरे बापत। अब यो रिवार्ड भन्ने अप्सनमा 2000 स्टेप पुगिसकेपछि एउटा स्क्रच कार्ड दिन्छ। 2 स्विट कोइन चाहिँ काट्छ है। यसलाई स्वाप गरेर म स्क्रच गर्दैछु औँलाले। कति पर्छ केही न केही पर्छ, 5, 10, 2, 1 होइन। साथसाथै 50% सुपर ड्र त्यस्तो र एउटा अझै आउँछ। स्वाप गर्नुपर्छ, 1 काट्छ तर दोस्रोचोटि एड्स आउँछ यसमा। त्यस बापत पनि स्विट कोइनहरू आउने गर्छ। तपाईले गर्न सक्नुहुनेछ। त्यसपछि अर्न भन्ने अप्सनमा यहाँ माथि देख्नु भएको छ 100+ स्विट कोइन। त्यहाँ हामी क्लेममा जान्छौँ। त्यसपछि माइन्टिङ भन्ने एकछिन आउँछ, यो घुम्छ। क्लेम प्रोमो कोड लेखेकोमा थिच्ने अनि एउटा कोड दिन्छ। गो टु वेबसाइटमा जान्छौँ। त्यसको साइट भिजिट गरे बापत एकछिन हामी चलाउँछौँ। मन परे किन्छौँ, केही मन नपरे एक्जिट हुन्छौँ। र त्यस बापत चाहिँ उसले 5, 10, 25, 30, 50 त्यस्तो स्विट कोइनहरू दिने गर्दछ। यो उसको वेबसाइट हो है। यति गरे बापत हामीले स्विट कोइन हामीले अर्न गर्न सक्छौँ हामीले फ्रीमा। त्यसै गरी हामी अर्न अप्सनमा अरू हेऱ्यौँ भने यहाँ आइरहन्छ 20, 25, 30, 50 स्विट कोइनहरू। यहाँ अर्न भन्ने अप्सनमा जति पनि स्लाइडर देखिरहनु भएको छ, जस्तै इक्जाम्पल 95 छ, 100 थियो, 5 चाहिँ भिजिट गरे बापत फ्रीमा दियो हामीलाई। त्यस्तै गरी हामी सबै वेबसाइटहरूमा यहाँ ब्लू कलरमा आएको हुन्छ है। धेरै हुन्छ, यसबाट पनि धेरै कमाउन सकिन्छ। कहिलेकाहीँ 100सम्म पुग्छ, 70, 80, 100 स्विट कोइनहरू हामीले खालि भिजिट गरे बापत मात्रै आउँछ। हिँड्नै पर्छ भन्ने छैन। त्यसपछि तपाईँहरूले फर इन्भाइटिङ अ फ्रेन्ड भनेछ 40 स्विट कोइन चाहिँ इन्भाइटिङ मार्फत तपाईँको रिफरल कोड यहाँ दिएको छ। यो चाहिँ वाट्सएपहरूमा सोसियल मिडियामा सेयर गरेर त्यसरी अर्न गर्न सकिन्छ स्विट कोइनहरू। हुन्छ साथीहरू, यसपालि यति नै जानकारी दिन गइरहेको छु। मेरो च्यानल
डिजिटल जित तपाईहरुलाई मन पर्यो भने लाइक सब्स्क्राइब पनि गरिदिनु होला। म स्टेप गर्दै अरु भिडियोहरु पनि बनाएर पोस्ट गर्ने गर्छु र जानकारीहरु दिने गर्छु। हुन्छ अहिलेलाई यति नै, धन्यवाद।